बङ्गलादेश विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच नेपालले बराबरी खेलेको छ। बङ्गलादेशको ढाकामा भएको मैत्रीपूर्ण खेलमा नेपाल र बङ्गलादेशले 2-2 गोलको बराबरी खेलेको हो। सुरुवाती अग्रता जोगाउन नसकेको नेपालले अन्ततः बराबरीमा चित्त बुझायो। पहिलो हाफको 32 मिनेटमै रोहित चन्दको गोलबाट नेपालले सुरुवाती अग्रता बनाएको थियो, तर दोस्रो हाफको 5 मिनेटमै बङ्गलादेशको खेलाडी हमजा चौधरीले 2 गोल गरियो, जसमा एक गोल पेनल्टी मार्फत गरेको थियो। नेपाली डिफेन्डरले डिबक्सभित्र फल गरेपछि रेफ्रीले बङ्गलादेशलाई पेनल्टीको अवसर दिएको थियो। निर्धारित 90 मिनेटसम्म खेलमा बङ्गलादेशले 2-1 को अग्रता बनाएको थियो, तर इन्जुरी समयमा नेपालले बराबरी गोल फर्कायो। दिनेश हेम्जाको कर्नरमा डिफेन्डर अनन्त तामाङले हानेको ब्याकहिट गोलमा परिणत भयो। नेपालले बङ्गलादेशसँग गत भदौमा नेपालमा मैत्रीपूर्ण खेल खेलेको थियो। सो खेलमा गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो खेल भने जेएनजी प्रदर्शनको कारणले हुन सकेको थिएन।